पिकअप गाडीहरू त कहीँ छैन, कहाँ गएछ भनेको सबै तपाईँहरूले ल्याएर यहाँ थुपारेर राख्नु भएको छ। के हो यो? अब अरू गाडी अब यो त पिकअपहरू मात्र भयो। अब हजुरहरूलाई मैले अब एसयुभी कारहरू त देखाउनै बाँकी छ नि आर मोटर्सको। नमस्कार सबैजनालाई। धेरैजनाले एकान्त कुनातिर पनि यस्तो ललितपुर एरियामा पनि कुनै रिकन्डिसन छैन, हाम्रो लागि अलि नजिकमा हुने राम्रो राम्रो गाडी भएको ठाउँ भनेर भनिरहनु भएको थियो। हुन त हामी 1 महिना अगाडि यो ठाउँमा आएका थियौँ, त्यहाँ पनि हामीले चाहिँ स्टकहरू हेरेका छौँ। आज त हामी आइसकेका छौँ आर मोटर्स एकान्त कुना स्थित होइन। एकान्त कुना चोक चाहिँ ऊ त्यहाँ पर्छ। एकान्त कुना चोकबाट टक्क तपाईँहरूको चाहिँ उयो हुन्डाको सोरुम यहाँनिर छ। त्यो सोरुमबाट टक्क भित्र छिर्ने बित्तिकै सिधै यहीँ आइपुग्छ। अब यहाँ मैले बाहिरबाट चाहिँ टन्नै भएको पिकअपहरू सबै हेर्नुहोस् न, यहाँ भी क्रस होइन, हाइलक्स, अनि त्यसपछि यहाँ फेरि अर्को हाइलक्स, यहाँ स्कोर्पियो, सबै गाडीहरू चाहिँ यहाँ देखिरहेको छु। अब यहाँ कुन कुन गाडीहरू छन्, के कस्तो छ, 1 महिना अगाडि हामी आएका थियौँ, स्टकहरू कतिको अपडेट भएको छ, अलिक हालखबर के छ अब हामी बुझौँ है त। पुरुषोत्तमजी नमस्ते। हजुर नमस्ते। हजुर नमस्ते। के छ हालखबर? ठिक छ हजुर। फेरि आयौँ है। हजुर हजुर ठिक छ त, आउनु परिहाल्यो नि। अनि मैले त काठमाडौँमा अन्त पनि तपाईँको चाहिँ हेर्न गएको थिएँ होइन। अनि हजुर पिकअप गाडीहरू त कहीँ छैन, कहाँ गएछ भनेको सबै तपाईँहरूले ल्याएर यहाँ थुपारेर राख्नु भएको छ। के हो यो पारा भने? त्यस्तो होइन हजुर, अब राम्रो राम्रो कन्डिसनको गाडी आउँछ, अब उठाइरहनु पर्यो नि त स्टकको लागि भयो भने। भनेपछि तपाईँले यहाँ चाहिँ पिकअप गाडीहरू चाहिँ धेरै खरिद बिक्री गर्नुहुन्छ जस्तो लाग्यो मलाई। हजुर हजुर, हामी कहाँमा अब पिकअपका साथसाथै अब कार, भ्यान, जिपहरू हजुरले प्रशस्त रूपमा पाउन सक्नुहुन्छ। ए ल, के छ त आजको स्टकको बारेमा हाम्रो अपडेट दिनुहोस् त। के छ आज चाहिँ अब पिकअप मध्ये सबभन्दा सस्तो मोडलबाट सुरु गरौँ हामी होइन। हजुर। अब हामीसित यो रहेको छ 2016 मोडलको स्कर्पियो 4WD मा। 4 व्हिलमा हो यो पनि? हजुर, 16 मोडलको जम्मा 18,50,000। त्यसमा त अब केही नेगोसिएबल भइहाल्छ। ए भने 16 मोडलको स्कर्पियो पिकअप 4 व्हिल ड्राइभ भएको, ए लाइट साइट हालेर गाडी त झक्का झिलिक्क बनाएर राख्नु भएको छ त। हजुर हजुर हजुर। प्राइस पनि 18,50,000। हजुर हजुर। अनि यसमा फाइनेन्स पनि हुन्छ नि होइन? फाइनेन्स हजुरलाई अब चाहिएको खण्डमा गर्न सकिन्छ। ए ल, काइता रहेछ। अब अर्को चाहिँ अब यता हजुरले देख्न सक्नुहुन्छ, अर्को छ हामीसित यहाँ 2011 मोडलको हाइलक्स, नामै काफी छ हजुरहरूलाई। हाइलक्स भनेपछि नामै काफी छ। नामै काफी छ हजुर। 11 मोडलको हाइलक्स। अनि प्राइस के छ? प्राइसको कुरा गर्नु पर्दा चाहिँ यसको मात्र हामीले 34,50 राखेको छौँ। 34,50 मा हाइलक्स गाडी हुन्छ। हजुर। ल, अब यता त्यसै गरी हजुरले अब नयाँ मोडलको हाइलक्स चढ्न चाहनुहुन्छ भने यता हामीसित रहेको छ 2016 मोडलको हाइलक्स। ए यो त नयाँ आएको रहेछ है, मार्केटमा एकदम डिमान्डमा पनि छ, धेरैजनाले मलाई नि खोजिरहनु भएको छ होइन। हजुर हजुर। आहा ल, अनि 16 मोडलको यो 16 मोडलको कति किलोमिटर कुदेको छ गाडी? कस्तो छ? किलोमिटर जम्मा 76,000 कुदेको छ। कन्डिसन फर्स्ट क्लास रहेको छ र यसको प्राइसको कुरा गर्नु पर्दा मात्र हामीले यसलाई 60 लाख राखेको छौँ, जुन चाहिँ नेगोसिएबल पनि गर्न मिल्छ अझै। ए 16 मोडलको हाइलक्स 60 लाखमा प्राइस मिलाउने, अझ फाइनेन्स पनि छ। हजुर हजुर। ओहो, 76,000 गुडेको। हजुर। ल, अनि मतलब कस्तो गाडीले ठोकिएको पल्टेको मार खाएको त्यस्तो त होइन नि? हजुरले आर मोटर्सबाट कुनै पनि गाडी खरिद गर्दाखेरि हजुरहरूलाई एक्सिडेन्टमा 100% ग्यारेन्टी गरिनेछ। ए पक्का हो नि? हजुर हजुर। हामीले सोरुममा लगेर चेक गर्दा नि केही फरक पर्दैन नि? हजुरले सोरुम अथवा आफ्नो चिनेको मिस्त्रीकोमा लगेर जहाँ लगेर चेकअप गर्दा पनि फरक पर्ने छैन। ए भनेपछि हाम्रो यहाँ चाहिँ कोही गाडी किन्न आउनुहुन्छ भने उहाँले आफ्नो मेकानिकलाई लिएर आएर गाडी देखाएर मजाले लिएर लैजान पाउनु? पाइयो पाइयो पाइयो। ए ल, काइता। अब त्यसै गरी हजुरले यता देख्न सक्नुहुन्छ इसुजुको 2018 मोडलको भी क्रस, यो पनि 4 व्हिल ड्राइभमै रहेको छ र यसको चाहिँ प्राइस हामीले मात्र 37,75,000 कोट गरेका छौँ। 37,50,000। अनि मतलब यो 18 मोडलको 37,50,000, अनि फेरि यो 16 मोडलको तपाईँले कति भन्नुभयो भने 60 लाख भन्नुभयो होइन? यो कुरो अलिक बुझिनँ नि मैले। मैले हजुरहरूलाई भनिहालेँ नि, हाइलक्स नामै काफी छ, तर अब यो चाहिँ हजुरहरूको नयाँ मोडलको अलिकति यसको चाहिँ इन्डियन मेड भएर यो चाहिँ हजुरहरूलाई अलिकति कम्पेरिटिभली सस्तै पर्छ नयाँ मोडल भए पनि हाइलक्सहरू भन्दा होइन। ए भनेपछि अब जोसँग चाहिँ 4 व्हिल नै चाहिएको छ, पिकअपै चाहिएको छ र बलियो गाडी चाहिएको छ भने चाहिँ बजेटमा जाने हो भने चाहिँ इसुजु जाँदा ठिक हुने रहेछ। तर अब यसबाट अपग्रेड गरेर म चाहिँ सबभन्दा टप भेरिएन्टको सबभन्दा बलियो गाडी जान्छु भन्दाखेरि चाहिँ हाइलक्स लिएर जाँदा ठिक हुन्छ। हजुर हजुर हजुर। क्वालिटी अनुसारको प्राइस त होला नि? हजुर हजुर, क्वालिटी अनुसार प्राइस मैले हजुरहरूलाई देखाइहालेँ। यहाँ 3-4 वटा पिकअपहरू मजाले। आहा, अनि तपाईँसँग पिकअपको त भण्डारै रहेछ। ल, यदि कसैले चाहिँ पिकअप चाहिएको छ भने चाहिँ आर मोटर्स एकान्तको नाम भिजिट गर्नु होला। फोन नम्बर पनि एकपल्ट भनिदिनु त। अब हजुरहरूले अब थप जानकारीका लागि 985111 2827 अथवा 986465 0827 मा कन्ट्याक्ट गरेर आउन सक्नुहुनेछ। अरू गाडी हेर्छौँ नि हामी होइन? अब अरू गाडी अब यो त पिकअपहरू मात्र भयो। अब हजुरहरूलाई मैले अब एसयुभी कारहरू त देखाउनै बाँकी छ नि आर मोटर्सको। ल अब पहिला सुरु गरौँ खतरा एकदम रिसेल भ्यालु भएको गाडीबाट। यो चाहिँ रहेको छ हुन्डाई क्रेटा 2019 मोडल एसएक्सओ भेरिएन्टमा सबभन्दा टप अप्सन र यसको प्राइस चाहिँ हामीले मात्र कोट गरेका छौँ 46,50,000, जुन चाहिँ नेगोसिएबल भइहाल्छ। अब त्यसै गरी यता हजुरहरूले हेर्न सक्नुहुन्छ सोनेटको जिटी लाइन फुल अप्सन गाडी। यो चाहिँ अब हजुरहरूले 2021 मोडलको सिंगल ह्यान्ड गाडी रहेको छ
र यसको प्राइस मात्र हामीले राखेका छौँ 4250। अब त्यसै गरी यता रहेको छ एकदम रिसेल भएको नेपाली मार्केटमा एकदम रिसेल भएको गाडी मारुति सुजुकी इन्डियन कम्पनी ब्रेजा ZDI प्लस सिंगल ह्यान्ड गाडी रहेको छ यो पनि अहिलेसम्म र मात्र 73,000 कुदेको छ। यसको प्राइस चाहिँ हामीले मात्र 28,25,000 कोट गरेका छौँ, जुन चाहिँ अब हजुरहरूलाई नेगोसिएबल भइहाल्छ। कति मोडलले? 2017 मोडल। 17 मोडलको 28,25,000। 28,25,000 हजुर, त्यसमा नेगोसिएबल भइहाल्छ। अब यो चाहिँ रहेछ हुन्डाई क्रेटा 2021 मोडलको डिजल भेरिएन्टमा रहेको छ। ए अनि यस्तो राम्रो गाडी त्यो पनि डिजलमा है? हजुर। प्राइस चाहिँ कति राख्नु भएको छ नि? यसको चाहिँ प्राइस जम्मा हामीले 42,50,000 राखेका छौँ, 42,50 राखेको छौँ यसको चाहिँ प्राइस हामीले। त्यसमा नेगोसिएसन भइहाल्छ, फाइनान्स पनि गर्न मिलिहाल्यो हैन त? अब यता मैले हजुरहरूलाई भर्खर देखाएको सबै गाडी फाइनान्स गर्न मिल्छ यिनीहरू चाहिँ हैन। हजुर। अनि यो रातो गाडी चाहिँ कुन गाडी हो यो? अब यदि हजुरहरू सेडान लभर हुनुहुन्छ भने हामीले हजुरहरूलाई सेडान गाडी पनि लिएर उपलब्ध भइसकेका छौँ। यो चाहिँ हुन्डाईको औरा एस भन्ने मोडल रहेको छ। हुन्डाईको औरा एस अनि कति मोडलको? यो चाहिँ 2020 मोडलको रहेको छ। 20 मोडल। प्राइस कति छ नि यसको? प्राइसको कुरा गर्नु पर्दा यसलाई हामीले 24 लाख कोट गरेका छौँ। त्यसमा त नेगोसिएबल 20 मोडलको हुन्डाईको औरा जम्मा 24 लाखमा। हजुर हजुर। ए ल काइता। अनि फाइनान्स नेगोसिएसन के छ? फाइनान्स त मैले यो लाइनमा देखाएको हजुरहरूलाई यो लाइनमा देखाएको जति गाडी सबै फाइनान्स गर्न सकिन्छ। ओके ल, प्राइस त नेगोसिएबल भइहाल्यो है? हजुर हजुर हजुर। ल अरु पनि हेरौँ त। कुन गाडी हेर्छौ सर हामी? अब यहाँ त अब मैले हजुरहरूलाई भर्खर एसयुभीहरू देखाएँ। अब कारमा हजुरले हेर्न सक्नुहुन्छ यहाँनिर रहेको छ यो मारुति सुजुकीको एकदम रिसेल भएको कार। यो चाहिँ स्विफ्ट ZXi रहेको छ, जुन चाहिँ 2016 मोडलको छ। 16 मोडलको ZXi। हजुर। अनि ZXi भनेको टप फिचर भएको सबभन्दा टप अप्सन। हजुर हजुर। अनि प्राइस कति छ यसको? प्राइसको चाहिँ यसलाई हामीले जम्मा 20,50,000 राखेको छौँ, त्यो जुन चाहिँ नेगोसिएबल भइहाल्छ। ल अब यो अर्को ह्याचब्याकको बारेमा के भनिदिनु सर, के हो यो? अब यो चाहिँ अब हजुरले देखिरहनु भएको छ, यो चाहिँ अब एकदम यो नयाँ मोडलको गाडी। अलिकति सस्तो रेन्जमा चढ्न चाहन्छु भन्नुभयो भने हजुरहरूले यो चाहिँ देखिरहनु भएको रेनावल्टको क्विड रहेको छ 1000 सीसी को। अनि नयाँ मोडल भन्नाले कति मोडलको? यो चाहिँ 2017 मोडलको गाडी हो र यसको प्राइस चाहिँ हामीले मात्र 11,50,000 कोट गरेको छ। 17 मोडलको गाडी तपाईँ 11,50,000 मा? हजुर हजुर। हजुरले 6 लाख लिएर आउनुभयो भने यो गाडी हजुरको हुनेछ है फाइनान्स गरेर। ओहो ल, कति राम्रो अप्सन। अनि मैले सुनेको अब रेनोल्टको पार्ट्सहरू पाइँदैन भन्छ नि मार्केटमा, के हो कुरा? किन नपाइने हजुर? अब 1-2 पिस बाहिरबाट मगाएको गाडीको त अहिलेसम्म मजाले चलिरहेको पार्ट्सहरू मजाले पाइन्छ भने यो त हजुरहरूको रोडमा कति हजारौँ गाडी छ, यो पिस छ यो गाडीको मजाले पाइहाल्छ नि हजुर। भनेपछि त्यो कुरो होइन, पार्ट्स मजाले पाइरहेको छ? होइन होइन, त्यो हजुरहरूको चाहिँ त्यो एउटा अब भ्रम मात्रै भयो। हजुर। ओके ल ठिक छ। अब अर्को कुन गाडी हेर्छौँ हामी? त्यसै गरी अब हजुरहरू जर्मनी गाडी चढ्न चाहनुहुन्छ भने हामीसित यहाँ रहेको छ 2012 मोडलको पोलो हाइलाइनमा रहेको छ। यो चाहिँ हाइलाइन भनेको कस्तो हो? अलिकति टप हाइलाइन भनेको चाहिँ हजुरको फुल अप्सन हो। यसमा चाहिँ अब हजुरहरूको अब कुरै गर्नु परेन फुल अप्सन भनेपछि। हजुर। अब यसको प्राइसको कुरा गर्नु पर्दा हामीले मात्र 15 लाख राखेको छौँ। 12 मोडलको भोक्सवागन पोलो हाइलाइन जम्मा 15 लाख। हजुर हजुर हजुर। इन्जिन कत्रो हुन्छ यसको? इन्जिन त अब 1.6 1600 इन्जिनको गाडी हो हजुर। यो त अब हजुरलाई त पावरफुल गाडी भइहाल्यो यो त। ए भनेपछि लङ ड्राइभ हाइवे ड्राइभको लागि चाहिँ एकदम बेस्ट रहेछ हैन? हजुर हजुर हजुर। 1600 सीसी को इन्जिन। ठिक छ। अब अर्को यो निलो गाडी चाहिँ सानो फुच्चे गाडी रहेछ नि, कुन? अब यता हेर्न सक्नुहुन्छ हजुरले, यता नि रहेको छ एकदम नयाँ मोडलको गाडी, एकदम सस्तो रेन्जमा रहेको छ यो पनि। यो चाहिँ ड्याटसन रेडीको 1000 सीसी मा रहेको छ, जुन चाहिँ अहिलेसम्म कम्पनी पेन्ट जम्मा 22,000 कुदेको छ। सिंगल ह्यान्डमा पनि छ है हजुर यो गाडी चाहिँ। 21 मोडलको सिंगल ह्यान्ड गाडी हैन त? हजुर हजुर। 1000 सीसी मा। हजुर। ओके। अनि प्राइस कति छ? प्राइसको कुरा गर्नुहुन्छ भने यसको मात्र हामीले राखेको छौँ 16,50,000। हजुरले फेरि यसलाई पनि 8 लाख मात्र लिएर आउनुभयो भने फाइनान्स गरेर हजुरले यो गाडी लान सक्नुहुन्छ। ए 8 लाख रुपैयाँ क्याश भयो भने 21 मोडलको गाडी चढ्न पाइने भयो? पाइयो पाइयो। ओहो कति राम्रो अफर। जुनमा चाहिँ फेरि हजुरको फुल अप्सन गाडी हो, एयर ब्याग एबिएस हजुरको एसीहरू सबै रहेको छ। माइलेज पनि मजाले दिन्छ यसले। ए कति 17-18 दिन्छ? दिन्छ दिन्छ। ए ल खतरा रहेछ। कोही चाहिँ सस्तो मस्तो फेरि नयाँ मोडलको गाडी चाहिन्छ भने चाहिँ यो गाडी चाहिँ एकदम उपयुक्त रहेको छ। अब अर्को कुन गाडी हेर्छौँ हामी? अब हजुरले त्यसै गरी त होइन मलाई त अब मारुति सुजुकीकै गाडी चाहिन्छ, सानो गाडी चुटुक्क गाडी चाहिन्छ भन्नुहुन्छ भने यहाँ रहेको छ ए स्टार। यो पनि 1000 सीसी मै रहेको छ। यो रहेको छ 2013 मोडलको, जुन चाहिँ हामीले प्राइस राखेको छौँ मात्र 12 लाख। ए 12 लाखकोमा तपाईँको मारुतिको ए स्टार आउने भयो? आउने भयो हजुर। यो चाहिँ के हो? VXi ZXi? यो VXi रहेको छ। यसमा पावर स्टियरिङ, पावर विन्डो, एसीहरू मात्र रहन्छ। ए अलग व्हील चाहिँ रहँदैन? हजुर हजुर हजुर। अब कुन गाडी हेर्छौँ सर हामी? त्यसै गरी यता रहेको छ हामीसित फोर्ड अमेरिकन कम्पनीको गाडी रहेको छ। यो चाहिँ फोर्ड फिगो हो 2014 मोडलको 1200 सीसी मा। प्राइस चाहिँ? प्राइसको कुरा गर्नु पर्दा मात्र 11,50,000। ए 11,50,000 मा यस्तो राम्रो गाडी आउने भयो है? हजुर। अब फेरि हजुरले यसमा पनि मात्र 5,50,000 लिएर आउनुभयो भने यो पनि हजुरलाई फाइनान्स भइहाल्छ, हजुरले लान मिलिहाल्छ। बाइकको प्राइस लिएर आएर गाडी चढ्न पाइने भयो? हजुर हजुर।
ल अब कुन गाडी हेर्छौँ सर हामी? अब त्यसै गरी हामीसित रहेको छ यता हजुरले देख्न सक्नुहुनेछ रेनागोल्डको यो चाहिँ टाइगर। टाइगर भनेको चाहिँ यो अलिकति ठुलो साइज हो। हजुर अब इन्जिन सिसी चाहिँ यसको 1000 सीसी नै हो। हजुर। अब तर यो चाहिँ हल्को चाहिँ यो चाहिँ हजुरको कारमा भएर यो चाहिँ हल्का एसयुभी टाइपमै परेको। एसयुभी क्रसओभर एसयुभी भयो। हजुर हजुर हजुर। यो चाहिँ अब भेरिएन्टको कुरा गर्नु पर्दा चाहिँ यो चाहिँ RXT प्लस रहेको छ। यो कति मोडलको हो यो? यो चाहिँ यो रहेको छ 2021 मोडलको। 2021 को रेनोल्डको टाइगर RXT। हजुर। र प्राइसको कुरा गर्नु पर्दा मात्र 24 लाख। 24 लाखमा है। ल यस्तो राम्रो गाडी तपाईहरुले पाउनु भयो 21 मोडलको गाडी। हजुर। ल अब अर्को? अब त्यसै गरी अब हजुर नयाँ क्विड चढ्न चाहनुहुन्छ भने हामीसित नयाँ क्विड पनि छ यता 2021 मोडलको। 21 मोडलको क्विड। हजुर। अघि नै हामीले हेरेको चाहिँ कतिको 16 मोडलको। 16 मोडलको क्विड है त। यो चाहिँ नयाँ सेपमा नयाँ हजुर उ भयो भेरिएन्ट भयो। हजुर। अब यसको प्राइसको कुरा गर्नु पर्दा मात्र 16,50,000। ए 16,50,000 मा। अनि कति मोडलको भन्नुभयो? यो चाहिँ हजुरको 21 मोडलको। 21 मोडलको क्विड जम्मा 16,50,000। हजुर 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 हजुर। भने फाइनान्स गरेर लैजान मिल्ने। फाइनान्स त हजुर मिल्ने। हजुरहरूले फाइनान्स गर्न चाहनुहुन्छ भने 13 मोडलदेखि मास्तिरसम्मको जति मोडलसम्म नि गर्न सक्नुहुनेछ। हजुरको यदि डकुमेन्टेसन पुग्यो भने त मजाले भइहाल्छ। डकुमेन्टमा चाहिँ के चाहियो सर? डकुमेन्टको लागि हजुरको इन्कम सोर्स चाहियो, ट्याक्स तिरेको इन्कम सोर्स चाहियो जे भए पनि। ए ओके ल गुड। अब यो चाहिँ के छ अर्को हामीसँग? यो पनि हामीसित रहेको छ 2014 मोडलको ZXi स्विफ्ट। यो ZXi भने यो पनि टप भेरिएन्ट नै भयो। यो चाहिँ 14 मोडलको होइन, हामीले हेरेको 16 मोडलको। हजुर 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 हजुर। अब यो 14 मोडलको स्विफ्ट ZXi लाई चाहिँ कति प्राइस भनेको छ हामीले? अब यसको प्राइस चाहिँ हामीले मात्र 18 लाख भनेका छौं, जुन चाहिँ नेगोसिएबल छँदैछ हैन। 18 लाखमा तपाईको चाहिँ स्विफ्ट गाडी चढ्न पाइने भयो। हजुर हजुर हजुर। अब हजुरसित मात्र अब 6-7 लाख छ, अब बाइक भन्दा त गाडी चढ्न पाए हुन्थ्यो भन्नुहुन्छ भने चाहिँ फेरि हामीसित त्यसको पनि अप्सन छ है। मात्र 8 मोडलको चेभरोलेट गाडी स्पार्क, यो चाहिँ 2008 मोडलको प्राइस जम्मा राखेको छौं हामीले 6,50,000। 6,50,000 मा गाडी आउने भयो। हजुर हजुर हजुर। 8 मोडलको चेभरोलेटको स्पार्क। हजुर हैन त? ओके। गाडीको कन्डिसन ठीक छ नि? गाडी कन्डिसन फर्स्ट क्लास। ठोके पल्टेको छैन। एक्सिडेन्टमा हजुरले जो मैले हजुरलाई यति गाडी सबै देखाएँ, हजुरलाई जुनै पनि गाडीमा हजुरलाई एक्सिडेन्टको ग्यारेन्टी गरेर दिनेछौँ हामीले। भनेपछि त तपाईहरु कोहीसँग चाहिँ जम्मा 6-7 लाख रुपैयाँको बजेटमै गाडी चाहिएको छ तर फाइनान्स गर्न मन छैन भने चाहिँ यो गाडी चाहिँ पर्फेक्ट हुने रहेछ। ल है त हेर्नुस्, आउनुस्, टेस्ट ड्राइभ गर्नुस् आर मोटर्स एकान्तको नाममा। अब हजुरहरू अब सस्तो मोडलमा फेरि हजुर म अब एसयुभी गाडी खोजिरहेको छु भन्नुहुन्छ भने हामीसित त्यो पनि यहाँनिर अप्सनको रूपमा रहेको छ। यो रहेको छ 2016 मोडलको डस्टर, जुन चाहिँको प्राइस चाहिँ हामीले राखेको छ मात्र 18 लाख। 16 मोडलको डस्टरलाई 18 लाख। हजुर हजुर। अनि यो मतलब डिजल हो कि पेट्रोल हो कि? यो चाहिँ हजुरको पेट्रोल भेरिएन्टमा रहेको छ। अनि मतलब कस्तो 4 व्हील ड्राइभ भएको? 2 व्हीलमा हैन, 2 व्हील ड्राइभमै हो यो चाहिँ। ए 16 मोडलको रेनोल्ड डस्टर RXL जम्मा 18 लाखमा है। हजुर। ल ओहो ल भनेपछि कोही चाहिँ एसयुभी चाहिँ चाहिएको छ तर बजेट कम छ, अझ फाइनान्स गर्न पाए अझ राम्रो भन्ने त यदि कसैलाई चाहिएको छ भने चाहिँ यो गाडी त तपाईको 9 लाख रुपैयाँ डाउन पेमेन्ट गरेर बाइक पैसा फाइनान्स गरेर मजाले चढेर चाहिँ यसको चाहिँ फाइदा लुट्न पनि पाउने भयो है त? हजुर हजुर हजुर। अब अरु कुन गाडी छ सर हामीसँग? अब मैले अघि हजुरलाई देखाएको थिएँ नि जर्मनी गाडी 2012 मोडलको। हजुर हजुर। अब त्यसकै यहाँनिर हामीसित रहेको छ 2011 मोडलको पोलो हाइलाइनमा, यो पनि सेम रहेको छ। फिचर्सहरुको कुरा गर्नु पर्दा 12-11 को सबै एउटै हो। प्राइसको कुरा गर्नु पर्दा मात्र 14 लाख कोट गरेका छौं हामी। 14 लाखमा तपाईहरुको चाहिँ 11 मोडलको भोक्सवागनको पोलो हाइलाइन हो। हजुर हजुर हजुर। ल भनेपछि 11 मोडलको 12 मोडलको छानी चढ्न पाइने भयो। छानी हजुरलाई अब 11 को चढ्नुहुन्छ कि 12 को चढ्नुहुन्छ मजाले छानेर चढ्न पाउनु हुने भयो। ल अब अर्को कुन गाडी छ सर? अनि अब त्यसै गरी अब हामीसित रहेको छ अब हैन म मित्सुबिसीको गाडी चढ्न चाहन्छु भन्नुहुन्छ भने मित्सुबिसीको कार पनि रहेको छ है हामीसित। मित्सुबिसीको कार? हजुर हजुर हजुर। यो पजेरो बनाउने कम्पनी हैन? हजुर 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 हजुर। मित्सुबिसीको अब यो चाहिँ हजुरको मिराज भन्ने गाडी रहेको छ 2013 मोडलको। ए यो चाहिँ सानो गाडी मतलब पजेरो देखाउन लानु भएको भन्न ठानेको? ए मिराज रहेछ। अनि कति छ रेट, कति मोडलको हो, के छ? अब यो चाहिँ अब हजुरहरूको अब जम्मा 2013 मोडलको गाडी रहेको छ। प्राइस चाहिँ जम्मा हामीले राखेको छौं 12,50,000। 13 मोडलको गाडी जम्मा 12,50,000। हजुर हजुर होइन त? फुल अप्सन, फुल्ली लोडेड गाडी। ए फुल्ली लोडेड। ल रिजनेबल रेटमा चाहिँ जापानिज गाडी कसैलाई चढ्न इच्छा छ भने चाहिँ यो गाडी पनि अप्सन रहेको छ। मज्जाले मज्जाले। अनि के छ हामीसँग अब यति नै हो कि अरु पनि केही छ? गाडीहरु अहिले यति नै हो हामीसित। अब अलि गाडी छ, अब त्यो गाडीहरु चाहिँ वर्कसपमा गएको छ हाम्रो अलि बनाउनलाई, मेन्टेनेन्सको लागि। अब अहिले भएको गाडीहरुको मैले सम्पूर्ण हजुरलाई इन्फर्मेसन दिइहालेँ। धेरै धेरै धन्यवाद यतिन्जेलसम्म यो हाम्रो भिडियोलाई हेरिदिनु भएकोमा। तपाईहरुलाई आज देखाइएको गाडीहरु मध्ये कुन चाहिँ गाडी मन पर्यो, यदि तपाईहरु चढ्नुहुन्छ भने कुन चाहिँ गाडी चढ्नुहुन्छ, अथवा कुनै गाडीको डिटेलमा भिडियो चाहिएको छ भने कुन गाडीको बारेमा चाहिँ अझ डिटेलमा जान्ने इच्छा तपाईहरुलाई भएको छ त्यो बारेमा हामीलाई कमेन्टमा लेख्नु होला, अथवा हामीप्रति कुनै सल्लाह सुझाव छन् भने त्यो पनि हामीलाई चाहिँ लेख्नु होला है त। अब यतिन्जेलसम्म
आर मोटर्समा रहेका गाडीहरूको बारेमा हामीलाई जानकारी दिएर सहयोग गर्नुभएकोमा हाम्रो पुरुषोत्तम जिल्ला पनि हामी धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। र अन्तिममा हाम्रो दर्शकहरूलाई केही भन्न चाहनुहुन्छ हजुरले? अब यदि हजुरहरूलाई सस्तो राम्रो बलियो र एक्सिडेन्टल फ्री गाडी चाहिएको छ भने हजुरले आर मोटर्समा कन्ट्याक्ट गर्न सक्नुहुनेछ। र अब कन्ट्याक्ट नम्बरको लागि हजुरहरूले 9851128287 अथवा 9864650827 मा कन्ट्याक्ट गरेर थप जानकारी लिन सक्नुहुनेछ। धन्यवाद। धन्यवाद।